असल गएको थिएँ साथीहरू। त्यस पछाडि घर फर्किँदै गरेको हामी बस्ने गर्थ्यौँ। नेपालमा जस्तै यहाँ कति धेरै घाँस छरियो थियो। अहिले त सबै त्यो फुलेर के भन्छ त्यो भइहाल्यो, सुकिरहेछ, खर जस्तै छ। अनि अब म चाहिँ घर माथिको हो हामी बस्ने घर चाहिँ। त्यस पछाडि घर गएर आज खाना बनाएर मजाले बनाएर खान्छु। अनि भोलि चाहिँ फेरि ड्युटी जानुपर्छ। एक्लै हिँड्यो डुल्यो गाह्रो छ। विदेशमा पनि सजिलो भन्नु मात्रै, हिँड्नुपर्छ। आफ्नो गाडी छैन। तर नेपालमा जस्तै छ, रमाइलो छ भने चाहिँ बर पिपलको रुख जस्तै छ। तर खासमा यो पिपल चाहिँ पिपल नै हो। अब म चाहिँ मेरो घर चाहिँ म बस्ने घर चाहिँ यो माथिको हो, देखिएको घर। म बस्ने घर चाहिँ यो माथिको हो। थाहा के हो कता लड्दैछ सामान पनि। यस्तो छ यहाँको चाहिँ पिपल हो कि बरको रुख, यता बस्ने ठाउँ। अनि यताबाट हेर्दाखेरि यस्तो छ, यताबाट हेऱ्यो भने यस्तो छ। रमाइलो छ बस्नुलाई चाहिँ। एकछिन थाकाइ मारेर अब म घर जान्छु। त्यस पछाडि घरमा गएर आज खाना बनाउँछु अनि खाने। भोलिदेखि काममा जाने।